होइन यो भएको कुराहरू राम्रो छ यसलाई अलिकति हटाइदियो नभए मोटरसाइकललाई अलिकति तान्दियो यो कार्बोरेटर भएन यसलाई के भन्छ अरे यो मैले खन्दै गरेको चिज सामानको नाम के भयो यो के भयो यो भयो एक्सिलेटरको क्याप कार्बोरेटरको क्याप भयो यो स्प्रिङ भयो यो के भयो एक्सिलेटरको वायर भयो यहाँ पिस्टन चाहिँ के रहेछ यसैमा जाम रहेछ है यो यहाँ रहँदा यो खियाले के भयो बाहिर निस्किएन मैले यसलाई फेरि जस्ताको जस्तै दिइहाल्थेँ है यसलाई सिधा गुना लगाएर यसलाई के गर्नु पऱ्यो क्याप लगाउनु पऱ्यो है यो भयो यो के भयो यसको चोक भयो यो चोक भयो यो भाग के भयो पेट्रोल जाने भाग भयो यो के भयो यसलाई स्पिड कन्ट्रोल गर्ने कुरा यसलाई स्पिड बढीमा चलाउने अथवा कम चलाउने यो चाहिँ के भयो स्पिडको स्क्रु भयो यो के भयो यसले तेलको मात्रालाई कति रेसको होइन रेसलाई चाहिँ घटी बढी गर्ने कुरा यो भयो भने यसकोले चाहिँ हावा र पेट्रोलको मात्रालाई ट्युनिङ कतिको मात्रामा चाहिँ हामीले इन्जिनलाई पठाउने भन्ने विषयमा चाहिँ मेन जेड यो भयो अब यो के भयो हामीले चोक तान्ने भनेको के रहेछ चोक तान्ने भनेको हावाको भागलाई के गरिदिने बन्द गरिदिने र पेट्रोलको भागलाई चाहिँ के गरिदिने बढी पठाउने भन्ने भयो अब यो चोक तानिरहेको अवस्थामा यो चोक तान्ने यो चोक अहिले भनेको नर्मल अरू बेला साम है यहाँ अगाडिबाटै गरिदिन्छु यो इन्जिनलाई चाहिँ हाम्रो माथिको क्यापको भागलाई हेडको क्यापलाई के छ यहाँ छैन यो के भयो केम रोकर भयो यो केम रोकर यो दुईवटा भयो अनि केम रोकरको पिन यसमा छ यो यहाँबाट र यहाँबाट छ दुईवटा छ यो खोल्ने बित्तिकै के देखिन्छ यो केम चेन है ल केम चेन पनि यो भयो केम चेन यो दाँती भयो मास्लो हेडको दाँती भयो यसमा चाहिँ अब टीमा राख्ने कुरो मेन अब हाम्रो पोइन्टहरू यसमा पनि छ हामीले मोटरसाइकललाई टीमा राख्नु पऱ्यो र टाइमिङमा हुने भनेको के रहेछ भन्ने विषयमा अब थाहा पाउनु पऱ्यो है यहाँ हेर है तिमीहरूले सबभन्दा इम्पोर्टेन्ट कुराहरू बुझ्नुपर्ने कुराहरू यहाँ छ यो पिस्टन यो चल्दै गर्दा अलिकति तलमाथि हुँदा के हुँदो रहेछ पोइन्ट कहाँनिर पुग्दो रहेछ भन्ने विषयमा यसको टी चाहिँ कहाँनिर छ होला जस्तो लाग्छ तिमीहरूलाई यहाँ खाँदा काटेको छ है एउटा हो ल अब यहाँ खाँदमा त जान लाग्यो तर पिस्टन यहाँ तल आइसक्यो ल हेर यहाँ कहाँनिर राख्नुपर्छ यसको यहाँ पोइन्ट केही देखिया छ यहाँनिर यो पोइन्ट छ भने यो पोइन्टमा छ त अहिले छ त यहाँ छ त कहाँ गयो पोइन्ट कहाँनिर हुनु पर्थ्यो त्यो टी त टी हो तर यो कुन पोइन्टमा राख्ने त हेर त कहाँनिर राख्ने रहेछ हेर टी राख्दा हुने कुराहरू के रहेछ ल पकाए त यहाँ तर फेरि यहाँ चाहिँ मिलेन म यो मान्दिनँ है यहाँ किन मान्दिनँ भने नि यो पोइन्टहरू हेर न यहाँ के छ यहाँ चिन्ह छ मैले के भनेको यो हो भन्यो भने तिमीहरूले यसै गरी फिट गर्दा मोटरसाइकल स्टार्ट हुन्छ त ल मैले तिमीहरूलाई जस्तो पल्सरको पनि केम्चेनहरू फिट गर्दाखेरि है यो पोइन्ट भयो यो जस्तो यो टीको भाग यहाँनिर बस्दाखेरि यो पिस्टन कहाँनिर माथि नै छ सबभन्दा टपमा छ नि यो टपमा छ भने के यहाँ पोइन्ट कोरिएको छ थियो भने यो के छ देखिएको कुराहरू छ भोलि के हुँदो रहेछ भनेर हामीले अनुभव गरिरहनु पर्दैन देखेर यस्तो थियो यो नै हो भन्ने कुरो हामीले केबाट श्रव्य दृश्य सुनेर मात्र होइन दृश्य देखेको भरमा पनि हामीले थाहा पाउने कुरा चाहिँ यसमा पिस्टनको माथिल्लो भाग यहाँ टपमा आउँदाखेरि चाहिँ यो भेल के गरेको हुनुपर्ने रहेछ हल्नु पर्यो चलेको अवस्थामा हुँदैन त्यो के हुन्छ दुइटै भेल बन्द भएको अवस्थामा रहन्छ जस्तो हामीले बाहिर खोलेको बेलामा जुन तरिकाले बसेको हुन्छ नि त्यही पोजिसनमा यो बेलामा रहनुपर्छ यदि यो केम चाहिँ अटोमेटिक यताउता पारियो भने त्यो पोइन्टमा हुनुभन्दा बाहिर फरक ठाउँमा पारियो भने एउटा भेल अनिवार्य रूपमा खोलेको हुन्छ यो टप चाहिँ के गरे हुन्छ यो पिस्टनको भाग माथि आइपुग्दा पनि भेलको भाग एकतिर खोल्ने बित्तिकै के हुन्छ पिस्टनले काहीँ न काहीँ भेलमा छोइदिन्छ छुनु भनेको के हो भेल ब्यान्ड हुन्छ ब्यान्ड हुने बित्तिकै त हाम्रो कम्प्रेसरै हुँदैन मोटरसाइकलहरू स्टार्ट हुँदैनन् है यो कुराहरू भयो यो स्प्लेन्डरको इन्जिनमा हामीले जस्तो एउटा स्टार्टिङ कोइल यसमा मैले अस्ति भनेको थिएँ स्टार्टिङ कोइल नै हुन्छ कि यसमा चाहिँ करेन्ट दिनको लागि स्टार्ट गर्नको लागि स्टार्टिङ कोइल फरक छ है स्प्लेन्डरको चाहिँ यो पल्सरहरूको अरू यामाहरूको
सिस्टम फरक छ तर यसमा चाहिँ छुट्टै हो भनेर मैले अस्ति भनेको थिएँ